दर्शकवृन्द, लामो समयदेखि दर्शकहरू चलचित्र राम नाम सत्यको छायाङ्कनको काम कहिले सकिन्छ भनेर एकदमै धेरै प्रतीक्षामा बसिरहनु भएको थियो। त्यसै क्रममा फाइनल्ली अब चलचित्र राम नाम सत्यको छायाङ्कनको काम अन्तिम चरणमा पुगेको यो फिल्मको निर्माण टिमले जानकारी दिएको छ। चलचित्र राम नाम सत्यको गीत र लास्ट क्लाइमेक्स सिनको सुटिङ मात्र बाँकी रहेको जानकारी प्राप्त भएको छ। यो सँगसँगै अब चलचित्र राम नाम सत्यको छायाङ्कन पनि चाँडै नै सक्ने क्रममा रहेको छ भने चलचित्र राम नाम सत्यको छायाङ्कन सकिसकेपछि चलचित्र राम नाम सत्यको धमाकेदार खुङखार टिजर पनि सार्वजनिक हुने देखिरहेको छ। आज म यही कुराकै बारेमा परिचर्चा गर्न गइरहेको छु। भिडियोलाई प्यार दिनुहोला। यदि हजुरले हाम्रो च्यानललाई सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गर्न पनि नबिर्सनुहोला। दर्शकवृन्द, यति बेला नेपाली चलचित्र क्षेत्रमा कुनै चलचित्रको चर्चा भइरहेको छ भने त्यो हो माइकल चनको निर्देशनमा तयार भइरहेको चलचित्र राम नाम सत्यको। राम नाम सत्य फिल्मको चर्चा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि एकदमै धेरै भइरहेको छ। राम नाम सत्य फिल्मको चर्चा यस कारणले पनि भइरहेको छ कि राम नाम सत्य फिल्ममा हामीले एक्सनको टाइगर विराज भट्टलाई अहिलेसम्मकै नदेखेको एक्सन अवतारमा देख्न पाउने भएका छौँ। जस कारणले गर्दाखेरि यति बेला नेपाली चलचित्र क्षेत्रमा चलचित्र राम नाम सत्य र एक्सनको टाइगर विराज भट्टको चारैतर्फ एकदमै धेरै चर्चा भइरहेको छ र दर्शकहरू चलचित्र राम नाम सत्य हेर्नको लागि गाउँ गाउँ बस्ती बस्ती टोल टोलबाट एकदमै धेरै प्रतीक्षामा बसिरहनु भएको छ भने चलचित्र राम नाम सत्य आगामी चैत 27 गतिबाट देशभरि प्रदर्शनमा आउँदैछ। र यसै क्रममा दर्शकहरू लामो समयदेखि चलचित्र राम नाम सत्यको छायाङ्कनको काम कहिले सकिन्छ भनेर एकदमै धेरै प्रतीक्षामा बसिरहनु भएको थियो। र यसै क्रममा फाइनल्ली अब भने चलचित्र राम नाम सत्यको छायाङ्कनको काम अन्तिम चरणमा पुगेको यो फिल्मको निर्माण टिमले जानकारी दिएको छ। चलचित्र राम नाम सत्यको गीत र लास्ट क्लाइमेक्स सिनको सुटिङ मात्र बाँकी रहेको यो फिल्मको निर्माण टिमले जानकारी दिएको छ। अबको केही समयभित्र नै चलचित्र राम नाम सत्यको छायाङ्कन पनि सकिने क्रममा रहेको छ भने चलचित्र राम नाम सत्यको छायाङ्कन सकिएको केही समयभित्र नै चलचित्र राम नाम सत्यको धमाकेदार खुङखार टिजर पनि सार्वजनिक हुने देखिरहेको छ। चलचित्र राम नाम सत्यको टिजर अलि ढिला हुने तर आगो रागो ज्वालामुखी हुरी बतास मिसाइल बनेर आउने पक्का पक्की रहेको छ भने चलचित्र राम नाम सत्यको टिजर सार्वजनिक भइसकेपछि नेपाली चलचित्र क्षेत्रमा चारैतर्फ राम नाम सत्य हुने पक्का पक्की रहेको छ। र यति बेला चलचित्र राम नाम सत्यको चर्चा र क्रेजलाई हेर्ने हो भने चलचित्र राम नाम सत्यले चैत 27 गते बक्स अफिसलाई उडाएर फाल्ने पक्का पक्की रहेको छ भने चलचित्र राम नाम सत्यले अहिलेसम्म रिलिज भएका सबै फिल्महरूको रेकर्डलाई ब्रेक गरेर आफ्नो नयाँ इतिहास लेख्ने पनि देखिरहेको छ।